हेलो गाइज, आज चाहिँ हामी सपरिवार बुढीगङ्गा गाउँपालिकाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेल हेर्न जाँदैछौँ र तपाईहरू पनि फुटबल हेर्न आउनुहोला। धन्यवाद। प्रत्येक चौरीको बनावटले गर्दाखेरि साह्रै खुसी लागेको छ। पालिकामा पनि आफ्नो छ भने हाम्रो बाँसबारी किङलाई होइन एउटा नराम्रो धक्का मिलेको, यहाँबाट हामीले केही सबक सिक्नुपर्ने हुन्छ। यतिसम्मको जो यहाँको व्यवस्थापन समिति, यहाँको जो हुनुहुन्छ अब खेलप्रेमीहरूले, उहाँहरूलाई चाहिँ सुरुट गर्दछु म। जोस् ठिक छ, यो हाम्रो बाँसबारीको लागि एउटा गतिलो झापड हो। शुभकामना प्रकट गर्न चाहन्छौँ। ल यो आवाजलाई सुनिरहनु भएका सम्पूर्ण खेलप्रेमी महानुभावहरूको भव्य उपस्थिति सहित बाबु यता हेर। ओ ल ल ल बाबु बाबु यता हेर। बाबु ल साथीहरू, अब यसरी नै अब हामी पनि अब आफ्नो आफ्नो अब कार्यव्यस्तताले गर्दाखेरि अब हामी बिदाय लिँदैछौँ होइन। अब साह्रै रमाइलो भयो, तर अलिकति गुनासो लागेको छ, किनकि अब हाम्रो यो खेल प्रवर्धनको लागि जुन आयोजक समितिले जुन गर्नुपर्ने हो त्यो अनुसारको भएको छैन, जो साह्रै दुःख लागेको छ। ल यति भन्दै म बिदा माग्छु। र बाटोमा के कस्तो हुन्छ हेर्दै गर्नु है, नजारा हेर्दै गर्नु। ल स्टे ट्युन, बाई।